आज चाहिँ हामी मावल जाँदैछौँ। बेबी हाई गरिदेऊ, हाई गरिदेऊ, हाई गरिदेऊ न खोइ। रोइदेऊ न, रोइदेऊ ल, रोइदेऊ रोइदेऊ। गर्दैन अघि जस्तै रोइदेऊ। कहाँ हिँडेको भन त? यो चाहिँ हाम्रो माउलो जाने बाटो। पहिला चाहिँ हामी हिँडेर जान्थ्यौँ मजाले चाहिँ, गाडी पनि जान्छ तर हामी हिँडेरै गएको गाडी नपाएर। यता पर चाहिँ पाकेपास कुहिरोले छेकेको ठाउँ चाहिँ यहाँ चाहिँ पहिला ठुलो जङ्गल थियो, अहिले चाहिँ बारी जस्तै बनाएको छ। पर देखेको चाहिँ थामडाँडा जौटार निकुञ्ज। दसैँको बेलामा मौसम पनि यस्तो छ, कोही पछाडि हिँड्दै हुनुहुन्छ, कोही अगाडि पुग्नुभयो। यस्तो दसैँको बेलामा यस्तो कुहिरो छ। यता मेरो बुवा र छोरी अगाडि हिँड्दै हुन्छ। अहिले चाहिँ हामी बिष्टो गाउँ आइपुगेको छौँ। आउँछ नि बाख्रा घाँस हाल्नु पर्यो बेलुका। यो चाहिँ बिष्ट गाउँ। पहिला चाहिँ एक दुईवटा मात्रै घर थियो, अहिले त टन्नै भइसकेछ माथिदेखि तलसम्म। यो चाहिँ पुरानै घर हो। यो अगाडि देखेको अनि यता मास्तिर कता थियो जस्तो लाग्छ। एउटा मात्रै घर रहेछ यहाँ चाहिँ, यता सरेको रहेछ गोठहरू। यी जङ्गलको छेउमा बसेपछि कुकुरहरू। ओइ अब चाहिँ यी पुरै जङ्गलको बाटो छ। यता चाहिँ पोखरी जाने बाटो। पहिला त सानो मात्रै गल्ली थियो, अहिले चाहिँ बाटो बनाएर त्यो हिँड्ने बाटो चाहिँ राम्रो छ। ठुलो जङ्गल छ यो चाहिँ, थामडाँडा जाने बाटो। अनि जौटार राष्ट्रिय निकुञ्ज पनि हो। यो चाहिँ यो जङ्गल पार गरेर फेरि हामी त्यो जङ्गल पार गरिसकेपछि ओह्रालो झर्नुपर्छ। ठ्याक्कै दसैँ पनि लाग्यो, दसैँ किराहरू पनि मजाले कराउँदैछ जङ्गलमा। ल बाइक त फसिन्थ्यो। बल्ल घाम लाग्यो।
यता पूर्व यतातिरबाट घाम उदाउँछ यसो अहिले चाहिँ ठ्याक्कै 10 बजेको छ बादलहरू पनि खुल्लिँदैछ यसो हेलो गाइस हामी चाहिँ मामा घर जाँदैछौँ सेट हामी चाहिँ अहिले भेला भइसकेको छौँ मौला जानलाई भेनाजु दिदी पनि आउनु भएको छ ल जम मम्मी नजानु हिरो त हिरोइनी फोटो खिच्दैछ यहाँ पनि छोरी छ चु गर्नु हाँसिदेऊ न तित देखाइदेऊ फोटोग्राफर हो अब हामी फुटबल खेल्ने ग्राउन्डको गाडीमा हाम्रोबाट भिडियो गर्नु हिरोनी मान्छे रिसाएर केही छैन सानी त्यहाँ हाँसिदेऊ मामा हाई मामा भन्देऊ न हाई नाना ल कहाँ हिँड्नु भएको नाना ल अहिले हामी ठ्याक्कै थामडाँडा आइपुगेको छौँ यहाँ अचेल ग्राउन्ड बनाएको रहेछ यहाँ चाहिँ फुटबल ग्राउन्ड पनि रहेछ यता चौतारा अहिले चाहिँ मौसम एकदम राम्रो भयो यता सल्लाहको रुखहरू छ आगो लाउने मान्छे डराउने यहाँ त डराउँदैन परै गर्नु र यहाँबाट हामी ओह्रालो झर्नु पर्ने हो पर मकालो के हिमाल देखिन्थ्यो कुम्भकर्ण बादलले सबै छेकिरहेको छ तपाईँलाई डाँडा मात्रै थियो घरहरू केही थिएन अहिले चाहिँ यस्तो भइसकेको छ यता कान्छी यता जेठी मेरो कान्छी बहिनी र जेठी दिदी परिवारमा हामी 3 जना हो हामी चाहिँ जेठीपट्टिको
म जेठीपट्टिको ऊ कान्छीपट्टिको दिदी र म चाहिँ जेठीपट्टिको ए होइन त सानो र म पो त है मेरो मामु आउनु भएन त सिद्धिको बेहोराई मामु भर्खर आउनु के भयो भर्खर झर्दै हुनुहुन्छ मुनाले हो अनि कसले त यो तलको चाहिँ सान्ने यो तलको सान्ने डाँडा तल्लो सान्ने उता पल्लो पाखा जितपुर तल यता हात्तीखर्क अनि हामी चाहिँ ओखरी जाँदैछौँ ओखरी चाहिँ यो बाटा पर्छ दिन चाहिँ राम्रो खुलिरहेछ आज यहाँ चाहिँ ढुङ्गाको देउराली रहेछ रमिते डाँडा यो बोलिनी किन बसेको हो फेरि खिचिदिनुहोस् पो भन्नुहोस् फोटो अब हामी यहीँबाट तल झर्छौँ यहाँबाट ओह्रालो गइसकेपछि अब धेरै छैन 15 मिनट अब चाहिँ हामी ओह्रालो सक्छौँ त पर चाहिँ हात्तीखर्क यो चाहिँ पर पञ्चमी डाँडा लाउनुहुन्न नि उता तपाईहरु चाहिँ हामी लाउँछौँ हजुर लाउनुहुन्छ हजुर ल अब चाहिँ आइपुग्न लाग्यो नि यहीँ तल हो यो तल्लो घर चाहिँ हो मेरो मामाको ल अब चाहिँ बल्ल फाइनल्ली हामी मामालाई आइपुगेका छौँ दसैँमा चट्ट दसैँ नै त लागिसकेको छैन दसैँभन्दा अलिकति अगाडि नै हामी मामालाई आइपुगेका छौँ घरमा हजुरबा मात्रै हुनुहुन्छ सबै मामाहरू बाहिर यही हो मेरो मामालाई चाहिँ मोरी ए यता आमा आमासँग बस्यो जिमासँग खै एउटा जिमा गर्दा खै नानी जिमा खै नमस्ते हजुरआमा नमस्ते घाम तापेर बस्नुको हजुरआमा नमस्ते हन आएछ कहिले आएको यता पो रहेछ प्रीति माइजू नमस्ते
मिसो कहीँ पुग्यो मामालाई भन मामालाई भन न कसको मामालाई यो हात्ती खर्क यो जितपुर यो तलको चाहिँ सान्ने हामी चाहिँ अहिले फर्किँदैछौँ मावलबाट हात्ती नानीहरू साथी नानीहरू साथी म झार्नेको डर छ क्या न त मै बोक्थेँ कि झार्नेको डर झार्नेको डर चाहिँ के हो खोइ नानी म बोक्छु लाउँदैन होइन मै बोक्छु टेम्पो साइड लाग कस्तो उल्टा साइड